यो सिलुले के रे भनेको यता पनि मिलेको छैन उता पनि मिलेको छैन भनेर कमेन्ट बक्समा भोग्नेहरू हैन तिमीहरूको प्रोफाइल मैले चेक गरेको के हैन अनि तिमीहरूको टिकटक हेर्न गएको कस्तो चाहिँ रहेछ खतरै रहेछ कि के हो मलाई त क्रिटिसाइज गरे त भनेर गएको अर्काले बनाइदिएको गीत हैन अर्काले रेकर्ड गरेको अर्काले लेखेको अर्काले कम्पोज गरेको अर्काले प्रोड्युस गरेको अर्काले नै हैन डिस्ट्रिब्युट गरेको हैन जम्मा टिकटकमा 10 सेकेन्डको म्युजिकमा हैन लिपसिङ गर्न नजानेर गरेर लिपसिङ पनि मिलाउन नसक्नेहरू तैँले मलाई क्रिटिसाइज गर्छस् ह ल गाइस म आज एउटा कुरा गर्न गइरहेको छु है मलाई अहिले सोशल मिडियामा चारैतिर चर्चाहरू मैले देख्दाखेरि हाम्रो सिलु दिदीलाई टार्गेट गरेर धेरै केटाहरूले नराम्रो भनिरहेका छन् धेरै केटाहरूले के छ्या चुचु गरिरहेको छन् है तर मलाई चाहिँ सिलु दिदी भन्ने हैन एउटा एकछिन मैले यो कुरा काटे अब सिलु दिदीले चाहिँ सही कुरा नै गरेछ है जुन बेला तिमीहरूले धुलो खेलाउँथ्यौ त्यो बेलामा दुलो खेलाउँथे रे कस्तो लोयल्टी हो के त्यो सच्चा नेपाली भन्ने सिलु दिदी हो के ल कसैले साँचो बोल्न सक्छ त्यस्तो मिडियामा आएर ल भन ल सोशल मिडियामा आएर ट्रुथ कुरो गरेछ के मलाई चाहिँ सिलु दिदीको कुरा चाहिँ मान्नै पर्छ आटिलो मान्छे हो एकदम सिलु दिदी भने ब्रेभ हो ह्युज रेस्पेक्ट सिलु दिदी ह्युज सबै र्यापरहरु फ्लप